हेलो साथीहरू, यो चाहिँ पार्ट 2। अब चाहिँ हामी भित्र छिरिसकेका थियौँ। हजुरले देख्न सक्नुहुन्छ। फर्स्टमा चाहिँ हामी यो बिचको माथि चाहिँ ब्रिज बनाएर फिसिङ गराइरहेको रहेछ। अनि हजुरले देख्न सक्नुहुन्छ मेरो हस्बेन्ड र म ब्रिजको माथि गयौँ। अनि धेरै यहाँ चाहिँ अरबिकहरू नै थियो। अनि यहाँ चाहिँ साइडमा फिसिङ गराइरहेछ। पुरा सबै ठाउँमा बत्ती हालेर, अनि ब्रिज पनि धेरै लामो नै थियो कि। अनि त्यसपछि चाहिँ यहाँ साइडमा बोट पनि थियो। सायद यो बोट चाहिँ यहाँ चलाउन लागेको हो कि के गर्न लागेको हो। हामी जाँदाखेरि चाहिँ यसरी के मिलाइरहेको थियो। अनि फेरि हामी त्यहाँबाट फर्किसकेपछि चाहिँ यहाँ साइडमा यो अरबिकहरूले चाहिँ के बनाइरहेको रहेछ। अनि यो चाहिँ फिसिङ जाली होला सायद। अनि यहाँ चाहिँ त्यो फाल्कन हो कि के भन्छ त्यो बर्डलाई त्यो समातेर फोटो पनि खिचाइरहेको रहेछ। अनि यो उनीहरूलाई त्यो धागो बाट्न सिकाइरहेको जस्तो लाग्यो। ठाउँ ठाउँमा चाहिँ यसरी लुगाहरूको खानेकुराहरूको के स्टल पनि राखेको थियो। सेम हाम्रो नेपालमा त्यो महोत्सव हुँदाखेरि राख्ने जस्तै थियो। अनि यो चाहिँ खोइ रेस्लिङ हो कि के खेलिरहेको थियो। सबैजना हेरिरहेको थियो। हामी पनि एकछिन हेरेर आयौँ। अनि फेरि हामी त्यहाँबाट चाहिँ खानेकुराहरू भएको ठाउँमा गयौँ। मलाई चाहिँ खासै रमाइलो फिल भएको थिएन, किनभने अब हामीलाई रमाइलो हुने खालको त्यस्तो केही पनि थिएन। खानेकुरा पनि सबै उनीहरूकै मात्र थियो। अनि त्यसपछि चाहिँ हामी घर फर्क्यौँ।